तपाईलाई एकदमै मनपर्ने खाना के हो? केही पनि छैन, मलाई जे पायो खान्छु म। मन्त्रालयमै तपाईँ एक्सर्साइज गरिरहेको मैले देखिरहेको थिएँ। यो फिटनेसको राज पनि त्यही हो? यति 70-71 मन्त्रालयमा अलिअलि खुट्टा तानेको मात्रै, यो खुट्टा चाहिँ नसाहरू साह्रै खुम्चेला भनेर अलिअलि खुट्टा तान्ने कुरा हो मात्रै गर्दैछु। जीवनमा कसैलाई एकदमै प्रेम गर्नुभयो? प्रेम त मेरो सुहानी छन्, 2टा छोरी छन्, अब तिनीहरूलाई त गर्नै पर्यो त। धरानीवासीले चाहिँ हर्क साम्पाङज्यूले पार्टी खोल्नु भएको छ, त्यो बारेमा हजुरको टिप्पणी के छ भनेर सुन्न चाहेको। अब पार्टी खोल्ने भन्ने कुरा त उनीहरूको कुरा भयो नि, त्यस कारणले यो के धारणा, अरूले पार्टी खोल्छ मैले धारणा बनाउने होइन क्या। सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला? अरे ज्योतिषीको कुरा नगर न हो, बन्ला कि नबन्ला भन्ने अब कस्तो काम गर्छ त्यसमा भर पर्ने हो क्या। ज्योतिषीले त चाहिँ के अरे भोलि गएर एकदमै राष्ट्रपति बन्छ भनेर ज्योतिषीले भनिदियो भन्नेमा म त राष्ट्रपति बन्ने रहेछु, मलाई ज्योतिषीले भनिदियो भने चुप लाएर बस्यो भनेदेखि चाहिँ त्यो राष्ट्रपति बन्छ। उहाँले एउटा स्ट्याटस लेख्दाखेरि देशभरिकै मान्छेहरू आउने उहाँको कार्यक्रममा जुन भिड र भिजन दुइटै देखिन्छ नि, त्यसलाई चाहिँ कसरी लिने होला सर? देशव्यापी रूपमै जनताहरू त उर्लेको देखिन्छ, त्यसलाई जनताले जसरी लिएको छ नि त्यसरी लिने हो। अब चुनावको लागि भाग लिएर चाहिँ के अरे पार्टी खोलेर चुनावमा भाग लिनको लागि खोलेको हो। त्यो शुभकामना व्यक्त गर्नुहुन्न सर हजुरले? शुभकामना त मैले कुनै पनि अवस्थामा कसैलाई पनि गर्दैन। अब तिमीहरूको यो सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने, अनि यो सबै कुरा आफैले गर्ने। शिक्षा मन्त्रालयमा आउनुभएको पनि करिब 3 महिना भइसक्यो। कसरी अगाडि बढ्दै हुनुहुन्छ? कार्ययोजना के छन्? कसरी अगाडि बढ्ने, बिहान उठ्ने, यहाँ आउँछु, यहाँ बस्छु, अनि बेलुका सुत्न जाने। यो बाहिरबाट जस्तो यो सर्वसाधारण भएर देख्दा र अहिले मन्त्री भएर आउँदाखेरि कस्तो लाग्दैछ? कस्तो अनुभव? जस्तो पनि आउँदैन। अब नियुक्तिदेखि बढुवासम्म सरुवासम्म सबै ठाउँमा त पार्टी चाहिन्छ उनीहरूलाई। उनीहरू कहाँ जाउन् बिचरा शिक्षकहरू? कहाँ जाने नि, अब खाल्टामा जाने। वायरलेस प्रविधि तस्करी गरी इन्टरनेट चलाएको आरोप, त्यो पनि अहिले होइन, दशकौं अघि म्याग्दीको दुर्गम गाउँहरूमा। आरोप होइन, त्यो त एकदम साँचो कुरा।